कचरा केटाले नि बोका भन्छ कसले उति केटाले भन्छ नि हो भन्ने आएको भन्दै आउँछ नि यो ठुलो भइसक्यो यो बोको त सेन्सी यो बोको नि नौछ अरे तान्न अनि बाख्रा बोको पानीमा कसरी पस्छ खोइ पौडी खेल्न आउँछ रे बाख्राको बोकोलाई अब के गर्नु सुन त बाख्रा बोकाले गरेछ नन्दु एकछिन आउनु छ सुनमा यसमा पनि त धरै छ यसमा जान अनि यो यसमा हाल्दा त यसमा बेसी जान्छ सरी मुला लामो खेल्ने यसमा ठुलो छ खेल्न मजा आउँछ लहै आयो ओ बुढो भाइरल के गर्यो पानी बेसी त उसमा होला नि अहिले लामो लै केको बाटो तेरो पकाउ के अरे एक राति त म तान भाइ तान माछाका जालीमा बस्दा थुप्रो खान्छ केको बाटो सबै तिलापियाको बच्चा छन् तिलापियाको आमेले लाने उसमा हौ ग्रास कार रौम नै नि कमनको पनि छ अनि कमनका बच्चा किन हाले भाषा खान्छु यो पढ्ने है दिला एक आदि है त्यस्तो पढ्यो यो खरा ओइ ओइ मोटर चाहिँ खान्न कहाँ गरे यो हाल्यो राम हाल किन पौडेर हाल्यो नैनी पनि छ दाजु सबै मिक्स छ नि भाग भाग गर्न सक्दैन त्यहाँ दुलो छ ओ रामु हामी आए ल ल ल ल सिल्भर चाहिँ किन फाल्यो भाइ आफै भाँडामा बस्नु कङ्गास मात्रै छन् नि कति लाने अब केजी मात्र एउटा हातले हाडीबाडी गाल्दै गर्दा सुने 10 किलो मात्र भाइ आछ तिम्रो के कहिले हालेको हालेको त्यो हालेको अनि सबै भाँडा एउटा आफै निक्ले आफै आफै निस्किँदैछ यसम्म त ल सिलेबस खुब आछ नि सिलेबस कति आछ सिलेबस सबैले पानी खेले कि सिलेबस सब सिलेबस बाँकी निक्ल्यो क्या सबै भागो सबै भागो उता हिँडेर लाग्यो सुन्छ हेर त्यहाँ पुरै नि उतिबाट हाल न नि अनि पुग्यो उक्रियो नि हामी पनि लाने हो ए भागिसक्यो त के भागो भागो भागिसक्यो दुई छोडिदिएको मैले ल गरिदिनु पुग्छ 10 किलो ए पुग्छ उक्रियो नि हामीलाई हुन्छ नि त बढी भयो भने उता ओ आफै निस्केर भाग्छ कस्तो किलो भयो हाल न सिलेबस ठुलो छ तिलापिया पनि ठुल्ठुलो छ फेरि कति खाना त